सदा स्वागत भएर बस्नु दुईजना एकदम पुरा छिटो दुईजना चिन्ताका कुराहरू पुगोस् यता नि तर अलिकतिको फोटोग्राफर फेरि ठिक छ असुविधा बाबाको मुख निकाल यता निकाल त्यसो गर्दा अटाउ गरेर माथि गर आँखा चाहिँ गरे त्यसो गर्दा बोले त के डर लाग्यो तपाईं यसरी नै नलगाउनु मेरो मन नलगाइदिनु यसरी आफा त्यस्तो लगाउनु आफ्नो समातेर त्यो डर लाग्दिन्छ नि त फोटोमा लिएर हमको चाहिँ बिर्सेर पनि नलगाइदिनु म यही भन्न चाहन्छु अब त्यो यस्तो गर्ने हो बाबा हातले यसो गरेर टप 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 ममा लगाइदिनु नि चम्चम चाहिँ त मोबाइल लगाइदिए हुन्छ त के भएको अब के भएको छ डर न भट ठिक छ ठिकै छ यही त राम्रो रहेछ त पराएको झिलिली लिएर हो आमा राम्रोसँगले सुखी भएर बस्नु यसलाई चाहिँ पैतालाको मुनि राखेर हो सदा स्वागत राक्षस रहेछ यो चाहिँ भनेर सम्झिनु हो अनि घरमा सुख शान्तिसँगले बस्नु अनि अगाडिबाट गर्नु नि के छड्के खिचेको म के जान बोलेको पापा स्माइल गर्नु त फोटो खिच्दा मलाई दिदि चम्चम मोबाइल लगाइदिन्छ अरे चमचम ए मैले चम्चम लगाइदिएँ त अन्त मोबाइल के गर्छ अन्त नि त बिचारा अन्त आउनु त पहिला मन्छेआमाले के अन्त मन्छेआमाले चमचम लगाइदिन्थ्यो नि टक्क तिमीले उयो गर्दै गरिर न के भयो भनेको के कुरा है मोबाइल यो पनि लाटै रहेछ अन गरिस् फुल पनि तपाईको मुख त छोप्यो मम्मा के गरेको तपाईको यस्तो गर्नु न हेर्छ पो डाइरेक्ट क्यामेरामै कत्रो डाँठे बनाइदियो म पापाले टिका त फेरि लगाउनु त पङ्कज राख्नु पङ्कज त बाख्रा चाहिँ देख्यो कसरी लगाइदिएको कोत्रो कोत्रो रहेछ नि त यो त अलिक काट्नु त अन्त पछाडि अलिकति यसरी है डन्ठा काट्नु न बाख्रा जस्तै पो लगाइदिन्छ बिचारा चाहिँ किन भन्नु होला म छक्कै पर्छु बिचारा एकछिन यो फोटो खिचिहाल्छु स्माइल दिनु जनै मामा हेर पापा हेर लगाइदिनु अरे फेरि यसरी मात्रै पक्रिनु न यस्तो यो मात्रै गर्नु अरे कस्तो खालको भइरहेको छ हेर्न चुराहरू लाग्यो तपाईँ हेर्नु पर्दैन तर के साह्रो है डाँडो त मलाई निकालिरहेको नि त ननिकाले मलाई निकालिसक्यो त्यो फिल्टरले पापाले कस्तो डर टिका लगाइदिनु लगाइदिइरहेको छ त्यही त भनेको पङ्कज दाजु एकदम पर्फेक्ट भयो 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 फुल राखिदिन्छ नि र फुल राखेको एउटा फुल औषधबाट अन्त एक एकवटा फुलहरू पनि राख्छ आशीर्वाद सदा सर्वदा आशीर्वाद सुखी भएर बस्नु खुसी रोग कष्ट हराउनुहोस् चिताको कुरा पुगोस् सदा स्वागत भएर बस्नु तपाईँलाई ढोका पहिला कस्तो रुमाल झऱ्यो मेरो उताबाट जान उताबाट ढोक्नु पर्ने खासमा त कता हो कुनि थाहा छैन मलाई नढोक्नु पर्छ आइज के भनिँदैछ इंग्लिश में यो गोला त छिटो दिव्यानको यो नानी ल आइज तेरो मेरोमा गोच्छ भन्दै दाहिने दिएर देख्ने नानीको लाग्छ पनि त्यो ताइमै भएछ नि टक्क लाग्ने भएछ क्या है अहिले मोटो नगरेर फाला पाका दिनु न 1 केजी नै एकै तामा लगाइदिन्छु पुरै खिच्यो अब किनाले लाग्दैन अनि राख्नु त्यसै लाग्छ
टिका लगाइदिएको भन्नु त किन हुन्छ नि मैले यसरी आँखाले आफै देखेको टिका भयो मेरो पनि बसिरहेछ त लु अब सबैजना ग्रुप बराबर टेको होला नि दुईजनालाई बराबर टेक पर्छ अलिकति ठुलो मलाई दियो ठुलो ला ठुलोलाई ए ठुलो यता होला त्यसो भए ठुलो कसले हो ठुलोलाई स्याहार्नु तेरोमा 100 रुपैयाँ बेसी छ नि त त्यो उल्टा मैले त्यसलाई नि मैले चाहिँ के दिएको जमरा चाहिँ ए होस् न के हुँदैन हौ दुईजना मिलिहाल्छ लु यता हेर त मलाई 500 छ त 120 दिएको रहेछ नि त खतरा है यता हेर्न बहिनी सँगसँगै देख्नुपर्छ कि हेर अम्बो त्यही त अझै एउटा यहाँ बसी खिच्छ नि यहाँबाट बसेर दियोसँग लु हौ हामी चाहिँ के गर्नु बुढाबुढी के गर्नु आफै लाउनु सक्दैन रहेछ तपाईँ अब अफिसर चाहिँ कसले बुढाले बुढीलाई बुढीले बुढालाई लगाइदिन्छ लगाइदिनु सक्छ मैले हेरेको पहिल्यै मलाई उठाउनु त उसमा हेरेको मैले डरलाग्दो डाउट नबनाइदिनु बिचराको अब म त पसिना पुरा आउँछु त्यही हल्का मात्रै ल्याइदिनु ल त्यहाँ गरिदिनु ल फैलाएर लाउनु न फैलाएर एकछिन है मैले बुझ्छु न फोटो पैसाको लागि लडाइँ खेल्न दुईजनाको ल हिसाब गर्यो त्यो दुईजना अबदेखि भन्छ मिलाएर पर्दैन त्यस्तो डर गर्दा मलाई जसमा त ल्याइदिनु अबदेखि पैसा नदिनु भन्छ नि गरममा झन् मन साह्रो पर्छ भयो चिमचिमहरू लाउनु पर्दैन के भएको दुईजना चिमचिम ल अब एकैचोटि पापाले पनि लगेर गएको भइहाल्छ नि अब लगाएको बेला चिन्नु त फोटो खिच्नु फोटो